गाइज जय नेपाल र नमस्ते सबैलाई। सो आज हामीहरू आएका छौँ हाम्रो खेतमा, त्यही भ्लग गरौँ भनेर हो। सो हेर्नु यहाँको नजारा कस्तो छ, खतरनाक छ। मेरो फर्स्ट भ्लग हो यो, जस्तो भए पनि लाइक कमेन्ट सेयर गर्नु होला। यहाँ यस्तो भ्यू छ, छुट्टै अब यता आइपाएर हुन्छ नि हरियाली देखेर छुट्टै आनन्द लाउँछ कि, त्यही भएर यता आउन मन लाग्छ। तर सुनसान इलाका छ, हेर्नु वहाँ टाढा छ घर, ओके त्यति टाढा छ। अब हाम्रोहरूको खेत चाहिँ यहाँ रहेको छ, यहाँबाट सडकको तलसम्म हाम्रै खेत हो। अनि त्यसपछि यहाँ एउटा कुरा देखाउन जाँदैछु। पहिला यहाँ रिसोर्ट बन्ने भनेको थियो, तर अहिले बन्न सकेन। त्यहाँभित्र के भयो त्यो थाहा भएन। यहाँ ठुलो पोखरी गराएन, यस्तै कतिवटा छ, अहिले माछा पालन गर्छन्। यो पोखरी यति ठुलो छ, हेर्नु के भयो यो, यति ठुलो छ। अनि त्यसपछि चाहिँ यही हो सबै कुरा। जति यहाँ नीलगाई आउँछ, कति गौ खाइदिन्छ टुप्पा टुप्पा भाँची भाँची। नीलगाई भनेको कसैले थाहा छैन भने, नीलगाई भनेको चाहिँ यस्तो जङ्गली गाई हो कि, जे गाईले खान्छ नि त्यो सत्यले खान्छ। डिट्टो गाई चाहिँ हुन्छ, तर त्यसको अलि ठुलो सिङ हुन्छ। यी सब त्यही हगेरै यहाँ हेर्नुहोस्, यी पुरै हगेर थुप्रोले देख्न सक्नुहुन्छ। पुरा कोराई कोरा हो रहा है इधर भने चाहिँ अहिले बजिरहेको छ कति बज्यो होला, अहिले लगभग 4 बज्न लाग्यो होला दिउँसोको। आज मैले फर्स्ट भ्लग यतिकै यता आउँदाखेरि गरौँ भनेर हो। सो कस्तो हो, ग्राफिक्स त धेरै नराम्रो नै हो। हाम्रोहरूले यहाँ घाँस काट्यौँ हल्का फुल्का हाम्रो खेतमा। म र मेरो मम्मी आएको छौँ यहाँ। अनि त्यसपछि यहाँको गौ हेर्नु गाइज, कस्तो छ हरिबिजोग, हेर्न सक्नुहुन्छ। सो गाइज यसो रोकिनु होला, मैले यो कभर निकालेर भ्लग गराउँछु। ल कभर निकालिसके, हल्का फुल्का इम्प्रुभ भयो। सो म यहाँ छु, यसो क्यामेरामा धुलो सुलो लगाइरहेछ, यसो बकासको। सो त्यसपछि मेरो आछ कावासाकी, हेर्नुहोस् खतरनाक। मलाई यस्तो वाला गराउन त आउनु, तर गराउन खतरनाक मन लाग्छ। सो यही हो आज धेरै नै। यहाँ पहिला यस्तो जङ्गल थियो नि, पुरै जङ्गल फाडेर अहिले त विकास गर्न लाएर यति खतरनाक गराएका छन् नि। वरिपरि त्यहाँ बिचमा के भन्छन् अरे खोला छ। अनि त्यसपछि त्यहाँ चाहिँ किन हो ब्लर आएको धेरै गाइस, यसको लागि सरी। यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ छ खोला, अनि त्यसपछि त्यहाँ अन्त यता चाहिँ सरी, मेरो हल्का जिब्रो त्यस्तै हो, बोली नै त्यस्तै छ। अनि त्यसपछि चाहिँ मेरो फर्स्ट भ्लग यस्तै नै हुन्छ। अब के गरौँ मलाई त्यति थाहा छैन। मैले गेमिङ भिडियो पनि गराउँछु रोब्लक्सको, कहिले कसो यसो मौका मिल्दाखेरि हो। न चाहिँ मैले धेरै गराउन, कहिले कहिले अल्छी लागेको बेलामा, अल्छी त भन्न होइन, मन लागेको बेलामा गराउने हो। सो यो भ्लग भाइरल भयो भने त मलाई मारे, तर हुनेवाला छैन त म कन्फर्म छु। तर पनि कोसिस गरौँ भनेर हो। अनि यस्तै छ हाम्रो गाउँ। अब म हुन्छ नि, मेरो घर अझै पर छ कि 1 किलोमिटर जति छ हाम्रोहरू यता आएको हो। अनि त्यसपछि यता हिँड्नु जाम। यहाँ एक ठाउँमा यस्तो भुत्ला थियो, खै के हो जनावर मारेर खाएका छन् कि के छ त थाहा भएन। तर मेरो मैले थाहा पाएअनुसार के जनावरहरू हुन्छ नि, जनावर भन्दा पनि खै के मारेर खाए, तर भुत्ला थियो त्यहाँ। अनि त्यसपछि मेरो गेटअपमा नजानु होला, यसो जाडो भएर हल्का फुल्का गम्बुङ लगाएको कपडा। सो यहाँ हेर्नु यति खतरनाक हो, बल्ल क्लियर आयो। अनि त्यसपछि यही हो हाम्रो यो ठाउँको नाम भिडियो
यार बहुत लाज लाग्छ मलाई के गरौँ तर यसो मजा आउँछ भनेर हो अनि त्यसपछि चाहिँ कति मजा आउँछ कि यहाँ आएपछि मैले भन्नै सक्दैन तर धेरै नै मजा आउँछ कि यहाँ आउँदाखेरि यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ कतिवटा पोखरी छ केराबारी छ केराबारी त नभनौँ हल्का फुल्का केरा लाख न त्यही हो अनि त्यसपछि चाहिँ उतै हुनुहुन्छ मेरो मम मेरो मम्मी हुनुहुन्छ त्यहाँ अनि त्यसपछि तोसी गाउँको अङ्कल हो उहाँ हुनुहुन्छ अघि उहाँले नै सोध्नु भयो अनि मलाई हाँसो लागेको अनि त्यसपछि जान्छु हल्का हेरौँ हाम्रो खेत हजुरलाई पनि देखाऊँ यो हल्का भिडियो हल्लिरहेको होला त्यसमा हुन्छ नि हल्का सहनु होला मेरो फर्स्ट भिडियो हो कतिचोटि हने होला मैले फर्स्ट भिडियो सबले लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला सेयरको मैले जवाब दिन्न लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो MPY भन्ने आइडी छ त्यो थाहै होला हजुरहरूलाई अब हेरेरै थाहा हुन्छ सो अनि यहाँ छ हाम्रो गाउँ सहर यो फगले गर्दा भएको छ कि अनि हाम्रो गाउँले जीवन यस्तै नै हुन्छ तपाईँहरू कहाँबाट बस्नुहुन्छ भन्नु होला पक्कै पनि कमेन्ट सेयर गर्नु नै हुनुहुन्छ अनि त्यसपछि चाहिँ यस्तै छ के भन्ने र अब भ्लग भनेकै यस्तै घुम्न जाने कतै जानेको भिडियो गराउने हो सो आज शनिबार भएको कारणले मेरो स्कुल छुट्टी थियो त्यही भएर मैले भ्लग गराउन पाएको हो सो यस्तै छ के गर्ने जाम हेर्नु मम्मीसँग अनि के गरौँ के भनौँ भाइ सुनसान छ धेरै मान्छे नै हुनुहुन्न हेर्नु मम्मी र म छौँ यहीँ मम्मीले त्यहाँ परालो बोक्दै हुनुहुन्छ परालो रे बुझ अनि यही हो के भनौँ त्यसपछि चाहिँ लजाम फेरि त्यहाँ पोखरीमै यहाँ हेर्नु बम्बु फुटालेर फ्याँकेर राखेँ यस्तो छ अनि त्यहाँ हेर्नु खाल्टो भयो होइन अब त खाल्टो छ त्यही पानी उताबाट बाबा चाहिँ उताबाट सबले लाएर आउँछन् पानी वहाँ एउटा सानो कुलो छ अनि सबै बाहाबी यहाँ आउँछ र यता खाल्टो परेको यहाँबाट सिधै वहाँ कुनामा जान्छ वहाँ कुनामा पनि हाम्रै खेत छ यहाँ हुन्छ नि कसरी भनौँ यो मेडी देख्नुभयो नि यो मेडी हो यहाँबाट सिधै वहाँ पछाडिसम्म खोलैसम्म चाहिँ हाम्रो छ अनि ऊ त परालको टाउवा छ नि त्योभन्दा अलि यता राख्नु मैले जुम इन गरेर देखाउँछु हजुरहरूले माथि जाऊँ फेरि पोखरीको ऊ त देख्नुभयो नि सानो बुटो त्यहाँबाट अनि सडककै तलसम्म अनि यता माथितिर अनि त्यसपछि यतातिर छ तलैसम्म हाम्रो खेत हो हाम्रो भन्नाले अलिक ठुलो बाबाहरूको हाम्रो ल सो हामीहरू अब घर जाने कार्यक्रमतिर लाम यहाँ घाँस छ घाँस बोरोमा राख्न पर्यो हँसिया पनि यही छ क्या हँसिया यही बोरोमा छ होइन अनि यही छ साइट के गाइस यहाँ हल्का फुल्का नआएको होला नमिलेको होला जज नगरिदिनु होला म यहाँ राख्छु एकछिनलाई क्लियर छ नि ल हत्तेरी ल म यहीँ छु टक्क लाएर
ल घाँस पनि यहाँ राखेँ भे भिडियो कति मिनटको ए नि बाबै कति जमिनको 10 मिनटको भिडियो भयो अब हिँड्नु जाम साइकल मेरो धन्न कावासाकी सरी मेरो फेभरेट बाइक भनेको कावासाकी हो त्यही हेर मैले यसको नाम पनि कावासाकी राख्दैछु तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो भन्नु होला मैले यो राम्रोसँग त गर्न सके हैन हल्का मलाई रुगा लाग्यो त्यसैले गर्दा पनि हुन्छ नि हल्का के भनौं के हजुरहरुले कसरी बुझाम अनएक्टिभ फिल हो हेर्दा पनि त्यस्तै लाग्यो होला हजुरहरुलाई फर्स्ट ब्लगमा यस्तो देख्नु त मम्मी पनि मलाई हेरेर हाँस्नु हो रोक्नुस् गाइस यहाँ मेरो धन्न आफै चल्यो राइट एउटा हातमा क्यामेरा एउटा हातले साइकल अप्ठ्यारो छ ल अब स्ट्यान्ड लगाम ल अनि यो मेरो धन्न अनि यहाँ हुनुहुन्छ मम्मी हेलो भन्दिनु पनि लाग्यो होला जस्तो लाग्यो भने मेरो पनि कुराहरू पनि लाग्यो होला धन्नै मोबाइल खसेको ए यो कभर निकालेको हवस् के रोक्नुस् न एकछिन त गराउनु पर्यो नि फर्स्ट ब्लग हो मेरो यस्तो हुन्छ नि ए नि गयो पुरै बान्नु हो यसरी एका चुच्चोतिर मात्र भयो सानो भयो रसी 12 मिनटको भइसकेको रहेछ भिडियो अब छिटै अन्त्य गर्ने यो भिडियो हजुरलाई एक ठाउँमा देखाउनु छ यही कुराहरू देखाउँ सानोतिनो मेरो गाउँहरू हेर्नुस् यो मेरो गाउँ त हैन मेरो अर्को छिमेकी गाउँ हो मेरो खेत यही छ मम्मीले भनेको सुन्नु आयो होला हजुरहरुलाई अनि मेरो दाइ चाहिँ घर छ अनि यही छ जिन्दगी हाम्रो के गर्नु र अनि त्यसपछि ल चलो मम्मी चलो मम्मीले चलाउनुहुन्छ आउँदा मैले चलाएको थिएँ स्ट्यान्ड लाग्यो ल हुन्छ गाइस यति अन्त एन्ड गर्छु मैले भिडियो